महिनावारी भएको पहिलो दिन श्रीमानको हातबाट मिठो खाना खाएर अन्त्य गरे। हजुरहरूलाई झ्याप्प सुन्दा नराम्रो लाग्छ होला है, महिनावारी भन्दा बित्तिकै के बोलेकी होला, के गरेको होला। अनि यो बेला कि हामी छोरी मान्छेले भन्दा पनि छोरा मान्छेले बुझ्न एकदमै जरुरी हुन्छ। धेरैजनाको यो विषयमा भान्सामा जानु हुँदैन, कसैसँग छोइनु हुँदैन, भिन्दै सुत्नुपर्छ, एक्लै खानुपर्छ, समथिङ भन्ने धेरै कुराका भरमकहरू छन्। तर म यस्तो केही पनि गर्दिनँ। कसैलाई त पिरियडको समयमा एकदमै दुखाइ हुने हुन्छ, तर मलाई दुखाइ हुँदैन। कहिलेकाहीँ अलिक धेरै बेसी ढाड दुख्ने अनि खुट्टा दुख्ने, उभिन नसक्ने समस्या हुन्छ। एकैछिन उभियो भने गाह्रो हुने। आज पनि मलाई त्यस्तै भएको थियो। त्यही भएर साँझ खाना बनाउने बेलामा श्रीमानलाई यो मेरो हिजोको दिनचर्या थियो। शुक्रबार भएकोले अफिसको काम सकाएर छिटो पनि आउन लाग्नु गर्न त म घरको काम सबै गर्छु, तर अलिकति पीडा भएको बेलामा एकदमै गाह्रो भयो भने बल्ल खबर गर्ने। दिनभरि त खात्रङ खुत्रङ गरेर मामु छोरी बसेका थियो। साँझ परेपछि खाना बनाउन नसक्ने अवस्था जस्तो सिर्जना भएपछि अनि मैले बल्ल फोन गरेको हो, हैन भने त मैले गर्ने नै थिएँ। हजुरहरूले यो विषयमा के गर्नु भएको छ, बार्नुहुन्छ कि बार्नुहुन्न, दाजुभाइ दिदीबहिनीहरू कमेन्टमा लेख्नु। महिनावारी भएको बेला आराम त गर्नुपर्छ, तर भान्सामा जानु हुँदैन, यस्तो गर्नु हुँदैन, उस्तो गर्नु हुँदैन भन्ने कुरा चाहिँ यो विषयमा मेरो अलि फरक धारणा छ। मैले आफूले पनि गर्न र अरूलाई पनि